आज एकजना कस्टमर सरले हाम्रोमा होइन यामाहाको सलुटो 125 होइन बाइक सर्भिसिङमा ल्याउनु भएको थियो। तर उहाँले एउटा समस्या भन्नु क्या, हिजो आज जाडोमा होइन फ्याट्ट स्टार्टै नहुने होइन, अनि चक तानेर मात्र स्टार्ट हुने, भुरभुर गर्ने जस्तो समस्या थियो होइन। यसको कम्प्रेसरहरू चेक गर्दा कम्प्रेसर ठिकै थियो, प्लग पनि ठिकै थियो होइन। अनि कार्बुरेटर खोल्दा चाहिँ यसको दुइटै जेट पिन होइन, स्लो जेट पिन र मेन जेट पिन दुइटै जाम रहेछ होइन। जेट पिन हुन्छ नि यो पेट्रोल पास हुने जेट पिन, स्लो जेट पिन र ठुलोवाला जेट पिन पनि दुइटै होइन पुरै जाम थियो होइन। यो खोलेर होइन पुरै सरसफाइ गर्दा चाहिँ यो समस्या निकै समाधान भयो होइन। फ्याट्ट स्टार्ट हुने भयो, त्यस्तो चक तान्नु परेको थिएन होइन। यदि तपाईँहरूको पनि बाइक स्कुटरमा होइन हिजो आज जाडोमा फ्याट्ट स्टार्ट नहुने जस्तो समस्या देखियो भने होइन, टाइप हिट, प्लग, कार्बुरेटर यी कुराहरू एकदमै राम्रो हुनुपर्छ होइन, अनि मात्र यो स्टार्ट सहज हुन्छ होइन। तपाईँहरूलाई हाम्रो जानकारी मन पर्यो भने लाइक फलो गर्नु होला। धन्यवाद।